हेलो एभ्रिवान, वाट इज अप, वेलकम ब्याक टु माई च्यानल। म अघि नै उठेर एकछिन फ्रेस भएर फेरि सुतेछु कि अब हिजो एस्थेटिक टेक ओभर भयो फिटनेस एक्सपो। अब फिटनेस एक्सपोमा मोन्स्टर एनर्जी ड्रिङ्क खाइयो, अन्त प्रि वर्कआउटहरू पनि खाइयो। अनि त्यहाँ जानुभन्दा पहिला मैले प्रि वर्कआउट र कफी पनि खाएर गएको थिएँ। सो लगभग 1000 क्याफिन क्रस भयो कि मेरो हिजो, विच इज इन्सेन। 1000 क्याफिन भनेको इन्सेन हो, जसले गर्दा म हिजो राति सुत्नै सकिनँ। म हिजो राति लगभग 2:30-3 बजेतिर निदाएको। अनि राति सुत्न नसकेको हुनाले बिहान चाहिँ म छिटै उठ्छु कि जति राति 4 बजे सुते 5 बजे सुते पनि 5 AM 5 AM सुते पनि म बिहान 7:30-8 बजे नै उठ्छु कि जति नै जे भयो पनि। सो अब मेरो बडीको सेल्फ अलार्म भनौँ न, सो त्यो टाइममा चाहिँ म बिउजिन्छु। आज पनि म 2:30 बजे सुतेर 7 बजे 7:30 बजे बिउजेँ। अनि त्यसपछि एकछिन फ्रेस भएर अब खाएँ ब्रेकफास्ट, पिनट बटर ब्रेड खाएँ र कफी खाएँ, फेरि कफी। अनि र त्यसपछि एकछिनपछि त म फेरि सुत्दैछु। अब हामी फेरि उठेर फेरि फ्रेस भएर अहिले जिम जान लागेको। अहिले 2:30 बजेको छ र आज हामी ट्रेन गर्दैछौँ कुणाल र प्रणेश भाइसित। हामी चाहिँ आज रस फिटनेसमा वर्कआउट गर्न जाँदैछौँ। मैले सुनेको रस फिटनेस चाहिँ वान अफ द बिगेस्ट जिम अरे काठमाडौँको। अब लेट्स सी कस्तो छ, जिमले डिसपोइन्ट गर्छ कि जिमले अमेज गराइन्छ मलाई। लेट्स सी अब रस नै भिजिट गरेर थाहा पाइन्छ। र अहिले हाम्रो सिरिज पनि चलिरहेको छ नि त, 7 days 7 डिफ्रेन्ट जिम भनेर। यो इभेन्टले गर्दा चाहिँ मैले बनाउन पाइरहेको थिइनँ, तर आजबाट चाहिँ सिरिज कन्टिन्यू हुनेवाला छ है त। प्रिभियस भिडियोमा देख्नुभयो होला हजुरहरूले, हामीले प्रणेश भाइसित भिडियो बनायौँ, कुणाल ब्रोसित पनि भिडियो बनायौँ। अब दोज गाइज आर इन्सेन। दुईजनाकै फिजिक नेक्स्ट लेभलमा छ, एकदम एस्थेटिक, एकदमै मोडल लुक दिन्छ कि दुइटाको फिजिकले। अब दुईजनाको अगाडि म थोरै फ्याट थोरै बल्की नै देखिनेवाला छु, विच इज फाइन है। अब मलाई बानी छ कि यो बडी कम्पोजिसनको। ओके, सो अब हामी प्रोटिन सेक कन्ज्युम गर्छौँ। खासमा हामीलाई खानुपर्ने अहिले ओट्स पनि थियो, तर एकदमै टाइम लिमिटेड भएको हुनाले हामीले ओन्ली प्रोटिन मात्र खान्छौँ। यो पिङ्क सेकर चाहिँ मैले अस्ति दिदीलाई किनिदिएको, अब अहिले मैले पनि युज गरिदिएँ, फरकै पर्दैन। Although pink is the color of girls. Anyway, हामीले कन्ज्युम गर्दैछौँ फ्युल वानको इम्प्याक्ट वे प्रोटिन। हामीले अहिलेसम्म एपरेजर 2.2मा सुट गरिरहेको रहेछौँ। अब एपरेजर भनेको के हो भनेर चाहिँ हजुरहरूलाई थाहा छ होला, मैले प्रिभियस भिडियोमा भनेको छु। बेसिकली जति नै थोरै एपरेजर भयो त्यति नै राम्रो क्वालिटी हुन्छ, त्यति नै राम्रो ब्याकग्राउन्ड ब्लर हुन्छ कि। अब यो फ्युल वानको इम्प्याक्ट भयो, मैले हजुरहरूलाई अघि देखाउने बेलामा ब्लर अलिक कम भयो कि। सो यसो हेरेको एपरेजर चाहिँ 2.2 रहेछ। अहिले 1.4 गर्दाखेरि हेर्न सक्नुहुन्छ हजुरहरूले कस्तो राम्रो ब्लर भएको छ। सो एनिवे हामीले यो फ्युल वानको इम्प्याक्ट वे कन्ज्युम गरिरहेको छौँ अहिले। सो हिजोको एस्थेटिक टेक ओभर मिटअपमा को आउनुभयो, थ्याङ्क यू सो मच अल अफ यु। फेरि पनि यस्तै एक्सपोहरू भइराख्यो भने इन्डस्ट्री कहाँ पुग्छ यार। मेरो त एउटा ड्रिम नै हो कि यस्तै अब वर्षमा 3-4वटा यस्तै इभेन्ट भओस्। अनि एज अ भिडियो बनाउँदै एज अ क्रिएटर, एज अ इन्फ्लुएन्सर हामी जाने मौका पाऊँ है त्यस्तोमा। अनि कन्टेन्ट पनि हुन्छ, अडियन्ससित भेट पनि हुन्छ, एकदमै रमाइलो पनि हुन्छ, एकदम अरू इन्फ्लुएन्सर साथीहरूसित भेट्न पनि पाइन्छ। हिजो मिलन सिजापति दाईसित भेटेँ म। ओ सेट, मिलन सिजापति दाई, सुरेश देवा दाई, अनि राजिन आचार्य दाई, अब अरू दाईहरूसित त पहिला पनि भेटिरहेको हुन्थेँ, तर एकदमै कनेक्सन बिल्ड भएको जस्तो फिल भयो कि मलाई हिजो। सो यस्तो इभेन्ट भयो भने एक आपसमा हाम्रो एकदम बोन्ड राम्रो पनि हुन्छ नि त, कनेक्सन राम्रो हुन्छ नि त, विच इज भेरी गुड थिङ के। एक्लै ग्रो हुन्छु, एक्लै नै गर्छु, म आफै मात्र हुन्छु भन्यो भने सकिन्न कि कुनै पनि फिल्डमा। सो यहाँ हामीसित छ कुणाल, यहाँ हजुर प्रणेश। माइक तिमीले पाउँदैनौ, एउटा मात्र हो। माइक चाहिँ एउटा मात्र हो। अर्को अघि मैले घरमा सुट गर्दै थिएँ नि त, हजुरहरूलाई देखाएको थिएँ, त्यो त्यही नै छोडेर आएछ कि। धन्न यो चाहिँ मैले बोकेर आएछु, हजुर यो पनि बोक्ने प्लान थिएन कि। युट्युब भिडियो आज खिच्छु भनेर म यति मोटिभेट भयो हिजोको एक्सपोबाट। अब जे भए पनि अब चाहिँ नेपाली फिटनेस इन्डस्ट्री राइज हुन्छ है भनेर के, राइज हुनेवाला छ। वाइ नट आफू नि त्यो एकदम अल्छी नभइकन कन्सिस्टेन्ट भयो भने। यो वर्ष जो यो गेममा छिरे नि
नेक्स्ट इयर सिरासिरी हुन्छ क्या छिराछिरी हुन्छ सिरासिरी नो हो सो रस फिटनेस चाहिँ मैले एकजना दाइले भनेर थाहा पाएको एकदमै राम्रो छ भन्नुभयो उहाँले एकदमै इक्विपमेन्ट्सहरू एकदम कम्प्लिट छ अरे के अब लेट्स सी इन्भाइरोमेन्ट चाहिँ राम्रो रहेछ क्या यहाँको मलाई स्पेस पनि बवाल लाग्यो ओपन स्पेस क्या एकदमै धेरै मान्छेहरू फोकस नगरिकन यहीँको लोकालिटी अलिकति हाई प्रिमियम हामी अघि आउँदाखेरि लिटरली कहाँ आइपुग्नु सोचिरहेको यत्रो सानो गल्ली छ होइन यहाँ त जिम होइन तर प्राइम ठाउँ पाउनु गाह्रो हुन्छ कि लगाइस तिमीहरूलाई अब हिजोको इभेन्टको बारेमा केही भन नि त कस्तो भयो सो हिजोको इभेन्टमा चाहिँ हामी सबैजनाको भेट भयो अनि कुणालसँग पनि मेरो फर्स्ट टाइम भेट भयो अनि अविनाशसँग अनि अरू धेरै एथलिटहरूसँग पनि भेट भयो अनि सो मलाई त्यो युनिटी देखेपछि चाहिँ साह्रै खुसी लाग्यो अनि अबको आउने लाइक केही दिनपछि चाहिँ मेबी नेपाल फिटनेस इन्डस्ट्री अब बाहिरको जस्तै मेबी हुनसक्छ कि भन्ने एउटा होप थियो सो द्याट्स इट मलाई चाहिँ धेरै खुसी लाग्यो है सो कुणाललाई चाहिँ म त के भन्नु मलाई पनि त्यही हो अब खुसी चाहिँ लाग्यो मैले सोचेको थिएँ एट त्यस्तो लेभलसम्म नि हुन्छ राम्रो हुन्छ भनेर चाहिँ मैले एक्सपेक्ट गरेको थिएँ तर यो लेभलसम्म हुन्छ भनेर चाहिँ नट एक्सपेक्टेड एट अल के अब त्यहाँ गएपछि अब डिफ्रेन्ट एथलिट्स क्यालिस्थेनिक्स भनौँ पावर लिफ्टिङ बडी बिल्डिङ सबै क्याटेगोरीको डिफ्रेन्ट अब सेम इन्डस्ट्री भए पनि डिफ्रेन्ट स्पोर्ट्स हो नि त यो त सबै मान्छेहरू भेला भएर एकअर्कासँग चिन्न पाउँदा भेट्न पाउँदा बोल्न पाउँदाखेरि चाहिँ लास्टै नै खुसी लाग्यो है सो अब हिजोदेखि चाहिँ मलाई झन् कस्तो फिलिङ भयो भनेदेखि चाहिँ होइन अरू इन्डस्ट्रीको मान्छेहरू लाइक इन्डस्ट्री एज यो कन्टेन्ट क्रिएसनको इन्डस्ट्रीमा मोटो भ्लगिङ गेमिङहरू छ नि जुन तिनीहरूको लागि पनि फिटनेस कम्युनिटी चाहिँ एक्जाम्पल भइदियोस् क्या अब चाहिँ क्या कम्युनिटी भने चाहिँ अब फिटनेस कम्युनिटी नेपालको फिटनेस कम्युनिटी जस्तो होस् भन्ने अब एक्जाम्पल हुनु पऱ्यो क्या अब चाहिँ हिजोको दिनबाट चाहिँ मलाई त्यो फिल भयो क्या किनभने मैले अहिले धेरै अरू क्रिएटर्सहरू पनि मैले देखाएको छु होइन तर हिजो चाहिँ मलाई कस्तो फिल भयो भनेदेखि लाइक हाम्रो जुन त्यो कम्युनिटीमा जुन त्यो एकअर्कासँग सबैजना हम्बल पनि छन् इगो पनि छैन त्यो अरू इन्डस्ट्रीमा छैन जस्तो लाग्छ क्या मलाई चाहिँ क्या सो अब यो चाहिँ पछि गएर फ्युचरमा चाहिँ अरू इन्डस्ट्रीको लागि चाहिँ हाम्रो कम्युनिटी चाहिँ अब एक्जाम्पलै बन्नुपर्छ क्या अब चाहिँ हिजोको दिनबाट चाहिँ मेरो चाहिँ यही नै हो सोच हिजोको दिनबाट आई होप अब फेरि पनि यस्तो एक्सपोजहरू हुन्छन् 4-3 महिनामा के यस्तो एक्सपो सोजहरू हुन्छ नि बडी बिल्डिङ सोजहरू त्यस्तै यस्तो मिटअप एक्सपो भयो भने अनि अब ब्रान्ड्सहरूले पनि भिजिबिलिटी पाउँछ अनि हामी एकअर्कासित कन्ट्याक्टमा रहि नै राख्छौँ नि त भेट हुन्छौँ अनि मलाई कस्तो भयो भन्दा हिजो जस्तै एक दुईजना भाइहरू श्रेडेड मान्छेहरू के ऊ अब श्रेडेड छ हिजोको एउटा भाइ एकदम श्रेडेड थियो उनीहरूलाई देखेर आफूलाई पनि इम्प्रुभ गर्नको लागि मोटिभेसन आयो कि अब आई विल वर्क माई एस अफ के आजबाट सो त्यसरी नै ग्रो हुने क्या सबैजना अनि मलाई थाहा छ कि सबैजनालाई नै त्यो मोटिभेसन आयो होला कि एकअर्कालाई हेरेर अनि सबैजनाले यति वर्क गर्नेवाला छन् हिजोको एक्सोबाट तिमीले डबल मेहनत गर्नेवाला छ फिनिक्सलाई लिएर उसले गर्नेवाला छ मैले गर्नेवाला छु अनि मेहनत गरेरै हो कि ग्रो गर्ने भनेको सो यस्तो भइराख्यो भने चाहिँ थाहा हुन्छ कि चेस्ट सोल्डर्स अनि एप्स गरौँ न सो यो 3टा मसल्स आज हामी ट्रेन गर्छौँ ओके अब जिममै गएर भेट्छु हजुरलाई म सो यस्तो छ क्याफेभित्र चाहिँ तर होइन मैले तिमीले भने अविनाश भेटेदेखि हो कि मेरो बाइसेप्स इम्प्रुभ भएको अस्ति मैले भन्छु नि तिमीसँग फर्स्ट अविनाशले हल्का टिप्स दिए क्या द 2 मोस्ट एस्थेटिक गाइज इन द टाउन क्लोदिङ ब्रान्डको अनरबाट प्योर गड सर्भर inspiring journey everyone should watch check out biceps without pure god by the way the gym is so nice so big पर्फेक्ट फर कन्टेन्ट क्रिएटर्स किन भन्दा एकदमै ठुलो छ कि फर्स्ट हामी बिग डिग फ्लाइज गर्छौँ वार्म अप वो क्या होता है सो यो बिग डिग फ्लाइज पनि वार्म अप नै हो आई एम जस्ट किडिङ गाइज वार्म अप इज सो मच इम्पोर्टेन्ट
अलिक तासिन्छ Oh shit, nice. What a tension, man. त्यो चाहिँ भने पनि सोनी चाहिँ अलट बेटर हो क्या भिडियोजको लागि चाहिँ खासमा क्यामेराको होइन कि कुनालले गर्दा कि भिडियो राम्रो आएको तर उसको बाइसेप हेर न आम्मा Bro, need tips how to grow biceps. If you need more tips चाहिन्छ भने ask अविनाश मबाट केही टिप्स चाहिन्छ भने मेरो बेस्ट टिप भनेको आस्क अविनाश Okay, so म बाइसेप्सको लागि चाहिँ हजुरहरूले पेक फ्राई गर्नुहोस् फर्म बिगारेर अनि सोल्डरमा पर्छ हिजोदेखि चेस्ट हानेको बेन्च प्रेस यत्रो हाने हापी अनि फेरि चेस्ट फर्स्ट टाइम मलाई पिकनिकमा फेरि मजा आयो यो मेसिन साँच्चै नै राम्रो ग्रिप पनि अलिक चेन्ज भएर पनि होला ह्यान्डल्स पर्फेक्टली छ टिपिकलमा गर्छु न मैले फेरि एउटा सो हामीले चाहिँ प्रिवर्कआउटमा क्याफिन हुन्छ भनेर खान्छौँ तर प्रिवर्कआउट इज मोर देन जस्ट क्याफिन है बेटा आइलिनिन एलआर्जिनिन सिट्रोलिन म्यालेट पम्प एकदमै ब्लड फ्लो बढाउनको लागि हेल्प गर्छ सो क्याफिन इज ओभर रेटेड मेरो हिसाबमा सो क्याफिन मात्रै इम्पोर्टेन्ट छैन अरू कुराहरू पनि हुन्छ अरू इन्ग्रिडियन्टहरू पनि हुन्छ प्रिवर्कआउटमा सो कफी र प्रिवर्कआउट आर टोटली डिफ्रेन्ट इन सर्ट ओके मेरो बाइसेप्स भिगाएर अब म ट्राइसेप्स फ्लेक्स गर्छु बाइसेप्स चाहिँ लुकिन्छ क्या बाइसेप्स विक बाइसेप्सको लागि चाहिँ मैले तिमीलाई भनेको थिएँ नि कन्सन्ट्रेसन गर कन्सन्ट्रेसन हो त्यो चाहिँ म खतरा गर्छु त्यही भएर अलिक जेस ग्रो भएको छ नभएको होइन तर अब फ्लेक्स गर्ने बेलामा चाहिँ फेरि राम्रो भएको छ बाइसेप्स पहिला सोल्डर्स चेक आउट सोल्डर्स म्यान तिमीसँग फर्स्ट मिट गर्नुभन्दा त मेरो खतरा उ भएको छ नि बाइसेप्स चाहिँ चेक आउट सोल्डर्स सो यो चाहिँ हाम्रो सेकेन्ड एक्सर्साइज हाम्रो चेस्टको लागि इन्क्लाइन डम्बल प्रेस थियो तर यहाँ मसिन्सहरू एकदम धेरै रहेछ सो वाइ नट लेट्स ट्राई मसिन्स आज भनेर हामीले मसिनमा गर्नु लाग्यो सो यो यसको फर्स्ट चाहिँ हामीले गरिसक्यौँ एकदम राम्रो फिल दिएछ यो मसिनले सो हेर्नु सक्नुहुन्छ मेरो चेस्ट पनि पहिलाभन्दा ग्रो भएको छ सो चितवनबाट काठमाडौँ मैले चितवन जाने बेलामा सबै कपडाहरू उता लगेको छु मसित यो र ब्ल्याक कलरको ट्याङ्क टप बाई कपडै छैन आई डोन्ट थिङ्क आई विल बाई एनिमोर म त्यही नै दुईवटा कपडाहरू इन्टरचेन्ज गरेर लाउँछु अब यही नै हो चितवनमै छ कपडाहरू अब के गर्ने है सो स्टार्ट गरिदिउँ स्ट्रेच चाहिँ अलिकति एक्स्ट्रा नै हुने रहेछ क्या यसले सो वाइड ग्रिप एकदम वाइड ग्रिप बिकज आई डोन्ट वान्ट टु पुट टेन्सन अन अ ट्राइसेप्स स्क्यापुला लक
Oh fuck. Shit, what a nice tension, man. Use. Come on, let's go. Push, push. Push. You can. Last one. Last one. Fully stretch. Slow. How to do chest carriers, please? Do push-ups. अनि do yoga. Yoga पनि साँच्चीकै. Biceps. Oh, it biceps, do calves. साँच्चीकै यो योगा गर्नुपर्छ कि अनि चेस्ट बिल्ड हुन्छ साँच्चीकै. चेस्ट चाहिँ मलाई चाहिँ जेनेटिक्स लाग्छ तर अब हार्डवर्क गऱ्यौँ भने पनि ग्रो चाहिँ हुन्छ है त्यही हो. ओके सो यो चाहिँ हाम्रो थर्ड एक्सर्साइज केबल क्रसओभर हाई टु लो टु टार्गेट आवर लोवर चेस्ट लोवर पेक्टोरियल्स मेजर. सो हाम्रो फ्लाइट मुभमेन्ट गर्नेको मेन मोटो भनेको चाहिँ हजुरहरूलाई थाहा नै छ, मैले पहिला नै हजुरहरूलाई भनेको छु, यो जोइन्ट एल्बोको जोइन्ट चाहिँ मुभ हुँदैन. एज अ रिजल्ट हाम्रो ट्राइसेपमा टेन्सन पर्दैन है, सबै टेन्सन चेस्टमा जान्छ. ट्राइसेप डोमिनेट भएको हुनाले मैले फ्लाइजमा चाहिँ अहिले फोकस गर्न थालेको छु. सो इफ हजुरहरूको पनि त्यस्तो छ भने यु क्यान फलो द्याट है. सो फर्म सुड अलवेज बी द टप प्रायोरिटी. नाइस. फेलियरसम्म चाहिँ एकदम पुस गर्नु पऱ्यो. ब्रो नाइस नाइस टेन्सन. शिट हाम्रो मोडल भाइ I wish. Come on, Pranish. Push. Easy reps. Let's go. Come on. Push. Easy reps, right? Push Easy it. reps, right? Come on. Just push. Give me 10 more. 1, 2. Come on. 3, 4, 5. Easy. And 6. Come on. Not so right. 7, 8. Come on. 5 more. Oh, give me 31. What the fuck? No. Come on. Push, man. Let's go. 10. Let's go, man. 1. Give me last 10. Two more. Come on, push. 2. 5. Come on, push. Really? Push. Really, five? Push, bro. Push, bro. Push. Come on, push. 3, 4. Come on. 5. Last 5.
हजुर ब्रोले जोक्नै गरेको क्या लिटरली How does it feel? ब्रो यस्तो कहिले गरेको थिएन क्या ब्रोले फर्स्ट टाइम हो क्या अति छ फेक स्माइल I'm evil. I'm evil. पाले है ब्रोलाई स्ट्रगल गराउने 50 reps. ल 50 reps लेट्स गो 50 reps 50 reps easy. इजी है 1, 1 2 3 4 ब्रोले साँच्चीकै 50 पो हान्छ कि 6, 7. जाँदैन जान्छ अझ 20 more हाफ रेप लेट्स गो Go ahead. 16 more. Let's go. 14 more. 1, 2, 3, 4. 5 more. Let's go. 5 more. लेट्स गो कति भयो कस्तो कति भयो ब्रोलाई हामीलाई स्ट्रगल मात्र गरे जति हाल्नुहोस् न ब्रो ब्रो त मसल ब्रो हुन्छ कि हुँदैन थाहा छैन हामीलाई जस्ट यसलाई स्ट्रगल गर्नु Bro is a freak of nature. Who's gonna carry the boats? Me. ओके सो यो चाहिँ हाम्रो एकदमै इम्पोर्टेन्ट एक्सर्साइज फर आवर टु मेक आवर सोल्डर्स लुक बिग डम्बल ल्याटरल रेज म चाहिँ डम्बलमा प्रिफर गर्छु ल्याटरल रेज चाहिँ किन भन्दाखेरि ल्याटरल डेल्टोइड्सले चाहिँ हाम्रो सोल्डरको मेजोरिटी अफ द एरिया अकुपाई गर्छ क्या सो यो एक्सर्साइज गऱ्यो भने चाहिँ एकदमै सोल्डर ह्युज देखिन्छ अब हाइपरट्रफी रेन्ज 8 to 12 भन्ने पनि हामीले यो एक्सर्साइजमा चाहिँ 25 to 30 रेप्समा फेल गर्न ट्राई गर्छौँ ओके Let's go, guys. Let's go. Let's go, man. Let's go, Kunal. Push. Let's go. Come on. More. Let's go. Nice. Next level. Lateral is best exercise for shoulder. Come on, push. Sideward session is here. We are probably tank up the side. Pronis led. David Rasaili. By the way, the gym is huge. है माथि भर्खरै हामीले हेऱ्यौँ क्रसफिटको नि एरिया रहेछ विच इज भेरी गुड के नट जस्ट फिटनेस भनेको जस्ट बडी बिल्डिङ आफ्नो मसल्सलाई बढाउने मात्र होइन नि त सबै कुराहरू हुनुपर्छ कार्डियो क्रसफिट क्यालिस्थेनिक्सको पनि अहिले एकदम हाइप छ हिजो एक्सपोभरि एस्थेटिक टेकओभरभरि क्यालिस्थेनिक्सको गाइजहरूले एकदम धुम मचायो भन्छु म एकदम उनीहरू नै एकदम हाइलाइटमा आइरहेको थियो विच इज भेरी गुड के एनी सर्ट अफ स्पोर्ट माथि गइरहेछ भने सबैलाई राम्रो हुन्छ नि त सो मलाई चाहिँ एकदम सपोर्ट गर्नुपर्छ जस्तो लाग्छ सो त्यही नै हो फिटनेसको मिनिङ नट जस्ट मसल मात्रै डिफ्रेन्ट एस्पेक्ट हुन्छ नि त फिटनेसको अब के हो हजुरलाई थाहा छ होला डिटेलमा नजाऊँ तर त्यही नै हो क्या यहाँ जिम एकदम ठुलो रहेछ नट जस्ट वेट्सहरू यता क्रसफिटको एरिया पनि रहेछ है यता माथि क्रसफिटको एरिया रहेछ है पुरै र यता पुरै कार्डियोको एरिया रहेछ यहाँबाट तल आएर चाहिँ यहाँबाट माथि जाने एक्चुअली यो चाहिँ पुरै वेटको सेक्सन हैन अब यहाँबाट यता यो चाहिँ पुरै पार्किङ भइहाल्यो यताबाट उता गयो भने चाहिँ चेन्जिङ रुम र वासरुम अनि यहाँ यता चाहिँ काउन्टर बुझ्नु होला हजुरहरूले मैले के भन्छु सो राम्रो रहेछ जिम ओभरअल एकदम ठुलो स्पेस भएको एज अ कन्टेन्ट क्रिएटर ट्राइपडहरू राख्नको लागि हामीलाई चाहिँ हुन्छ नि त सो त्यसको लागि चाहिँ इस्युज हुँदैन र एकदमै कम्पेरिटिभली अरू जिमहरूभन्दा हाई टिकट सेल रहेछ यो जिमको हाई टिकट सेल भनेको चाहिँ थोरै क्लाइन्ट्सहरू उठाउने तर धेरै
प्राइसेस चार्ज गरेर अब त्यो प्रफिट बनाउने भनौँ न। सो 7,500 भन्नुभयो प्राइस। सबैले एफोर्ड गर्न सक्नु हुँदैन नि त। सो सेलेक्टिभ क्लाइन्ट्सहरू मात्रै आउनुहुन्छ, जसले गर्दा जिम त्यस्तो धेरै क्राउडेड हुँदैन र जिम प्रफिटमा पनि हुन्छ। सो गाइज हाम्रो वर्कआउट आज सकिसकेको छ र पोजिङ पनि सकिसकेको छ। हामी तिनजना नेकेड छौँ अहिले है। सो एकदम मजा आयो आज वर्कआउट गर्न। सो अब त्यही नै हो, म हजुरलाई अब घरमै गएर भेट्छु। ओके, बाई बाई एभ्रिवान। सो हामी भर्खरै घर आइसकेका छौँ र गाइजहरूसित वर्कआउट गर्न आज एकदम मजा आयो, एकदम क्रेजी गयो सेसन। अब भर्खरै म अब घर आएर यो ल्यापटप ओपन गरेको छु। मैले चाहिँ अघि एउटा मिल खाँदै तारक मेहताको उल्टा चस्मा हेरेर आएको थिएँ। आई लभ तारक मेहताको उल्टा चस्मा है। अब कसले तारक मेहताको उल्टा चस्मा मन पराउनुहुन्छ कमेन्ट गर्नु होला है। सानैबाट हेर्दै आएको हो, नयाँ एपिसोड्स नहेरे पनि पुरानो एपिसोड्स चाहिँ हेर्छु मैले। सो त्यही नै हो। अब हामी एकछिनपछि खाना खान्छौँ होला। सबै कुराहरू म हजुरहरूलाई देखाउन पाउँदिनँ नि त अफकोर्स। अब खाना खानुभन्दा पहिला चाहिँ मलाई भिडियो एडिट गरेर पनि भ्याउनु छ। सो म हजुरहरूलाई नेक्स्ट भिडियोमा भेट्छु। अन्टिल देन बाई बाई, टेक केयर।